हेलो हेलो। आज पनि म हिजो अस्ति जस्तै ढिलो उठेँ। आज मेरो अफ थियो तर त्यसै बोर भएर बिताएँ मैले। ओके। आज मेरो अफसँगै अस्पतालको अपोइन्टमेन्ट पनि थियो। मलाई दिउँसो 2 बजे पुग्नुपर्ने थियो अस्पताल, तर म उठेँ 1:15मा। यस्तै हो, म छिटो सुत्दिनँ पनि अनि टाइममा उठ्दिनँ पनि। एनिवे, यहाँ पोतपात पार्दै रेडी हुँदैछु म अस्पताल जानका लागि। ढिलो उठेकाले गर्दा म मेट्रोको सट्टा ट्याक्सीमै जानुपर्ने भयो र म गएँ ट्याक्सीमा। केही छैन, भर्खर स्यालेरी आएको छ, 2-4 दिनको लागि म धनी नै छु। र फाइनली म पुगेँ हस्पिटल र गरिरहेको छु डाक्टरको वेट, र डाक्टरसँग पनि भेटघाट भयो। भेटघाट गएर कुराकानी भइसकेपछि उहाँले बनाइदिनु भयो मेरो हातमा गोलो गोलो 3वटा अन्डा, र त्यसपछि लगाइदिनु भयो सुई। काम सकेपछि म तल आएर यो बिल्डिङको डिजाइन गर्ने मान्छे को होला भनेर सोचेर बसेँ एकछिन शीतलमा। त्यसपछि म फेरि हिँडेँ टन्टलापुर गाउँमा दौडिँदै दौडिँदै मेट्रो स्टेसनतर्फ। ठ्याक्क मेट्रो स्टेसन पुग्ने बित्तिकै मेट्रो पनि आयो भनेर दौडिँदै दौडिँदै फेरि म छिरेँ मेट्रोमा। तर के भन्नु, म गएछु रङ मेट्रोमा, रङ वेमा जानेतिर। सो फेरि म ओर्लेँ र आफ्नै बाटोतिर जाने मेट्रोमा चढ्न गएँ र 1 मिनट वेट गरिसकेपछि आयो मेरो रुमसम्म पुग्ने मेट्रो। सो मेट्रो आइसकेपछि म मेट्रोभित्र बसेर मैले मेट्रोमा सिट पाएको पनि आज फर्स्ट टाइम नै हो है। अब फाइनली म मेरो ठाउँ पुगेँ, मेरो रुम पुगेँ र रुम पुगेर मैले पकाएँ माम, चना हालेको फर्सीको सब्जी, अनि त्यसपछि हेर्नु न कति मिठो छ, आहा हेर्दै। त्यसपछि मैले हालेँ घिउ अनि दही। वाउ माम, फर्सीको सब्जी, घिउ अनि दही, आहा कति मिठो हुन्छ। भिडियो बनाउँदै बनाउँदै मुखमा पानी आइसक्यो। त यस्तै हो, अब के गर्ने, देखाएर खाइ नभन्नु होला। हजुरहरू हेरिदिनुहोस्, मैले चाहिँ खाएँ ल। आहा कति मिठो। प्लिज मेरो पेट चाहिँ नदुखोस्, मैले खाएँ। ग्वाम 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 कि ग्वाम। ओके बाई।